पहिला निकास हुनुपर्छ, त्यसपछि पहिला जेएनजीका मागहरू निर्वाचन हुनुपर्छ। आजका दिनमा हत्यारालाई कारबाही नगरेर, भ्रष्टहरूलाई कारबाही नगरेर, जेएनजीका माग पुरा नगरेर यो निर्वाचन हामी मान्दैनौँ। यो धोका हो। हाम्रा शहीदहरू, हाम्रा भाइ बहिनीहरूले निर्वाचनका लागि गोली खाएका होइनन्। सुशीला कार्की र ओमप्रकाश अर्याल खबरदार, तिमीहरूका दिनहरू आउँछन् पख। हाम्रा भाइ बहिनीको रगतमाथि तिमीहरूले आज राजनीति गरेर, होली खेलेर निर्वाचन गराउने प्रयत्न गरिरहेका छौ। यदि निर्वाचन गराउने हो भने अझै छोरारी जस्ता 1 लाख युवामाथि गोली हान अनि मात्र चुनाव हुन्छ। होइन भने शहीदका सपनाहरू र हाम्रा घाइतेका सपनाहरूलाई पुरा नगरेर आज हत्याराहरू, भ्रष्टहरू खुल्ल्याम हिँडिरहेका छन्। तर हाम्रा देशका लागि लडेका जेएनजी भाइ बहिनीहरू आज जेलमा छन्। तिमीहरूले यो 10 बुँदे सम्झौताका नाममा जेएनजी आन्दोलनलाई, हाम्रा शहीदहरूलाई र हामी युवा पुस्तालाई धोका दिइरहेका छौ। यो आजका दिनमा देशलाई निकास नदिएर निर्वाचन हुन्छ भने तिमीहरूलाई गाउँ गाउँबाट यी पुराना एमाले, काङ्ग्रेस, माओवादीलाई गाउँ गाउँबाट लखेट्छौँ हामी। र अलिअलि नयाँ बनिएकाहरू सुन, बालेन र रवि लामिछानेहरू, तिमीहरू 3 महिनासम्म दुलोमा लुकेर एकजना शहीदलाई, एकजना घाइतेलाई नभेटेर आज चुनावका नाममा तिमीहरूले भित्रभित्रै साँठगाँठ गरिरहेका छौ। तिमीहरूका पनि दिन आउँछन्। हिजोका दिनमा बन्द कोठाभित्र स्ट्याटस लेखेर युवाहरूका जेएनजीका साथमा हामी छौँ भनेर आज तिमीहरूले नयाँ गठबन्धनका नाममा चुनावमा जाने कुरा गरिरहेका छौ। हाम्रो यो आन्दोलनमाथिको धोका हो र तिमीहरू देशका मतियार बनिरहेका छौ। खबरदार भन्न चाहन्छौँ, यो देशमा 94 लाख जेएनजीहरू गाउँ गाउँ, बस्ती बस्तीमा छन्। यो त आज हामीले साङ्केतिक रूपमा निर्वाचन आएको अगाडि निर्वाचन धोका हो भनिरहेका छौँ। भोलिका दिनमा गाउँमा तिमीहरूका खुट्टा र टाउका काटिन्छन्। होसियार रहनु होला भन्न चाहन्छु। धन्यवाद।